हेलो साथीहरू आमासहरू ब्लग नमस्ते। प्याज हेर्नु है टन्नै छ छोरो पनि भिडियोमा आउनु खोज्दैन, अगाडि अगाडि दौडिन्छ। पानी लिन ला दिदी। ओइ तेर्सै हिँड कहाँ माथि गएको? तल धारा जान्यो। अब आइसक्यो जी। भिडियो बनाएको। हजुर युट्युबमा हाल्ने हो, ब्लग पनि हो। दिदी चाहिँ कसलाई हाल्ने भन्नु, कसलाई पठाउने भन्नुहुन्छ। अब दिदीलाई चाहिँ थाहा छैन नि त ब्लग के हो भनेर, अनि त्यही भएर हामी चाहिँ पानी लिन गएको साथीहरू। पानी चाहिँ अरू बेलामा चाहिँ घरमै आउँथ्यो, आजकल चाहिँ चैत वैशाखको खरटी लाग्यो नि त, त्यही भएर पानी आउँदैन घरमा। आउँछ आउन त, तर आए पनि 3-4 दिन पछाडि मात्रै आउँछ कि, त्यही भएर हामी चाहिँ पानी लिन गएको साथीहरू। यहाँतिर चाहिँ पुरा आँप फल्यो नि त। अस्ति न मैले हो माथिबाट गाउँ देखाउनु भएको थियो होइन, गाउँ चाहिँ इट्टा छ है, इट्टा तल जङ्गल हो, तर गाउँ चाहिँ गाउँै हो। नबोल्ने नि त। अस्ति चाहिँ म माथि घुम्न गएको थिएँ होइन, माथि। अनि आज चाहिँ यता तलबाट धारा आउँदैछौँ कि, मलाई माया गर्ने नगर्ने साथीहरू सबैजनालाई नमस्ते भन्न गइरहेको छु। मेरो भिडियो हेरिदिनु होला। तर यताबाट उज्यालो आउँथ्यो होला, यताबाट, तर बेलुका भयो नि त, अँध्यारो आयो होला। त्यही पनि के पनि छैन, हेरिदिनु होला भन्न गइरहेछ। छोरो चाहिँ क्यामेरामा आउनु खोज्दैन नि त, त्यही भएर ऊ चाहिँ अगाडि अगाडि दौडी हिँड्छ। आमा छोरो पानी लिन गएको, भोलि बिहान आउँछ होला भनेर 2 बोतल मात्रै ल्याएको थिएँ नि त मैले। 2 बोतल, छोरोले 2 बोतल मात्रै। पहिला चाहिँ हामी यता पहिलाचोटि गोर्खा आउँदा चाहिँ साथीहरू पानी पुरा भरेर खानु पर्थ्यो होइन। अहिले चाहिँ सुबिस्तै भयो, अनि सुबिस्तै भयो नि। चैत वैशाखमा त सिटिमिटी पानी नै पाउँदैन नि त, अनि त्यही भएर दिनैभरि नि लाइन बस्नु पर्थ्यो हो पहिला त। आजकल त त्यस्तो जमाना चाहिँ छैन, थाहा छैन रे। आज चाहिँ जाने बित्तिकै थाप्नु पाइन्छ है पाइँदैन त्यो चाहिँ थाहा छैन, तर त्यति भिड चाहिँ नहोला भन्नु चाहिन्छ। त्यति भिड चाहिँ हुन्न होला जस्तो लाग्छ। हामीले चाहिँ मकै छरिसक्छौँ साथीहरू। यहाँतिर चाहिँ मल बोक्दै रहेछ होइन, खेतमा भए पनि अहिलेसम्म मकै नै नछरे रहेछ हौ यतातिर। कति भयो नि त पानी घरमा आएदेखि म धारा नै आउँथिनँ। आज चाहिँ बल्ल धारा आएको, अनि यसो धारा आएको धेरै लामो भयो होला भिडियो। यसो धारा कस्तो छ कहाँ छ भनेर हेरिदिनु है साथीहरू। हाम्रो चाहिँ पहिला पानी भरेर खाने धारा चाहिँ यही नै हो। छोरो चाहिँ धारामै पुगिसक्यो। आखिदेखि म त घरबाटै रिकर्डिङ गर्दै आएको त, अनि त्यो बिग्रिसक्यो, अफ भइसक्यो क्यामेरा। कतिखेर अफ हुन्छ थोत्रो मोबाइलमा थाहै छैन होइन। यो रोड चाहिँ हामी गाउँ जाने रोड हो। अरूघाट घेम्बसाल बसपराक माथि जान्छ। गाडी आयो होइन, गाडी आयो। अनि धारा चाहिँ यही हो साथीहरू। पहिला कति भिड हुन्थ्यो, कति भिड हुन्थ्यो पहिला चाहिँ। अहिले चाहिँ खाली हुँदो रहेछ चैत वैशाखमा नि होइन, किनकि घरै पानी जान्छ नि त। अनि कोहीलाई चाहियो भने 1-2 बोतल थाप्न आउने होला, नत्र त घरै जान्छ साथीहरू पानी। त्यही भएर आजकल चाहिँ रोडको नि रहेछ, अनि त्यही भएर आजकल चाहिँ धारा चाहिँ खाली हुँदो रहेछ है। अब पानी थाप्छ
छु साथीहरू। अर्को आजको भिडियो यति नै, अर्को धारा देखाइहाल्यौँ के अरे। अर्को भिडियोमा भेटौँला है, बाई।